नमस्ते सबैलाई। तपाईँले धेरै पटक सुन्नुभएको छ होला, नेप्से आज बढ्यो, नेप्से घट्यो, मैले नेप्सेमा लगानी गरेँ। तर साँच्चै नेप्से भनेको के हो? आज यो भिडियोमा म तपाईँलाई एकदम सजिलो भाषामा बुझाउँछु। ठिक छ, नेपालमा हामीसँग धेरै कम्पनीहरू छन्। सो त्यो कम्पनीहरू चाहिँ मैले ड्र गरेर देखाउन चाहेँ उदाहरणको लागि। सो हामीसँग चाहिँ धेरै थरीका कम्पनीहरू छन् नेपालमा। के हुन सक्यो कम्पनीहरू? ब्याङ्क हुन सक्यो, हाइड्रो हुन सक्यो, इन्सुरेन्स हुन सक्यो, म्यानुफ्याक्चर हुन सक्यो, म्यानुफ्याक्चरिङको कम्पनीहरू हुन सक्यो। सो यी सबै कम्पनीहरूलाई चाहिँ पैसा चाहिन्छ आफ्नो व्यापार बढाउनको लागि। कि त कम्पनी सुरुमै होस् या त केही टाइमपछि होस्, यिनीहरूलाई चाहिँ पैसा चाहिन्छ आफ्नो व्यापार अझ बढाउनको लागि। एकतिर चाहिँ कम्पनीहरू छन् जसलाई चाहिँ पैसा चाहिन्छ व्यापार बढाउनको लागि, अर्कोतिर छौँ तपाईँ हामी जस्तो लगानीकर्ताहरू अथवा आम मानिसहरू जोसँग चाहिँ अलिअलि पैसा छ, जुन चाहिँ लगानी गरेर हामी नाफा कमाउन चाहन्छौँ। अब प्रश्न, यी दुई पक्षलाई जोड्ने कसले? यहीँ आउँछ हाम्रो नेपाल स्टक एक्सचेन्ज नेप्से। यो चाहिँ एउटा ठाउँ हो, एउटा प्लेटफर्म हो जहाँ कम्पनीहरूले आफ्नो सेयर बेच्छन् र लगानीकर्ताहरूले त्यो सेयर किन्छन्। अब मानौँ एबिसी हाइड्रो पावर भन्ने कम्पनीले नयाँ बाँध बनाउन ठुलो पैसा चाहियो अरे। उनीहरूले नेप्से मार्फत आफ्नो कम्पनीको सानो टुक्रा जसलाई हामी सेयर भन्छौँ जनतालाई बेच्छन्। तपाईँले त्यो सेयर किन्नुभयो, तपाईँ त्यो कम्पनीको सानो हिस्सेदार बन्नुहुन्छ। अनि कम्पनी नाफामा गयो भने पनि नाफाको हिस्सा पाउनुहुन्छ। यसलाई चाहिँ डिभिडेन्ड भनिन्छ, जुन हामी अर्को भिडियोमा छुट्टै बुझ्ने नै छौँ। सो यो चाहिँ नेप्सेको एउटा बेसिक खालको इन्ट्रोडक्सन भयो। अर्को छ हामीसँग नेपाल स्टक .com भन्ने छ। यो चाहिँ नेप्सेको आधिकारिक वेबसाइट हो। यहाँ तपाईँले अब डेली नेप्सेको डिटेलहरू हेर्न पाउनुहुन्छ, जस्तै कति अङ्कले बढ्यो, कतिले घट्यो, कारोबार कतिको भयो भनेर तपाईँले यहाँबाट हेर्न पाउनुहुन्छ। अरू थुप्रै डिटेलहरू छन्। सो अहिलेको लागि चाहिँ सारमा भन्दाखेरि नेप्से भनेको कम्पनी र लगानीकर्ता बिचको पुल हो, जहाँ सेयर किनबेच हुन्छ। चट्ट बुझ्नको लागि सजिलो भयो नि त। यदि तपाईँ नेप्सेमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अब तपाईँलाई आधारभूत कुरा चाहिँ थाहा भयो। तर हामी पछि बुझ्दै जानेछौँ प्राइमेरी मार्केट, सेकेन्डरी मार्केट भनेको के हो भनेर। नेप्सेमा त्यो नबुझी तपाईँले आफ्नो पहिलो लगानी गर्न चाहिँ सक्नुहुन्न। त्यसैले हाम्रो भिडियोहरू नछुटाइ हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् तपाईँलाई अझ केही कुरा थाहा पाउन मन छ। आजलाई यति नै, धन्यवाद।